जय मसीह। आज मैले हिब्रू 6 अध्यायको 1 देखि 6 पदको खण्डलाई लिएर आएको छु। यहाँ यसरी लेखिएको छ, यसकारण ख्रिस्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौँ, मृत्युतिर लैजाने कर्महरूबाट पश्चाताप र परमेश्वरमाथिको विश्वासको कुराको जग फेरि नबसालौँ। विभिन्न बप्तिस्माहरू सम्बन्धी शिक्षा, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्ड जस्ता कुराहरूको जग फेरि नबसालौँ। यदि परमेश्वरको अनुमति भयो भने हामी यसै गर्नेछौँ। यो खण्डमा मुक्तिका 6वटा सिद्धान्तहरू प्रस्तुत गरिएका छन्। पश्चाताप, विश्वास, बप्तिस्मा, हात राख्ने काम, पुनरुत्थान र अनन्त न्याय। पश्चाताप मुक्तिको पहिलो शर्त हो। साँचो पश्चातापले मात्र साँचो विश्वास पैदा गर्छ। त्यो विश्वास येशू ख्रिस्ट नै प्रभु हुन् भन्ने हो, किनकि प्रभु येशू ख्रिस्ट नै मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ। बप्तिस्मा मुक्ति पाएको प्रमाण हो। हात राख्ने काम वरदान र चङ्गाइसँग सम्बन्धित छन्। जब मुक्ति पाउँछ, मानिसले आत्मिकी र शारीरिक रूपमा चङ्गाइ पाउँछ र वरदानहरू पनि पाउँछ, ताकि परमेश्वरको चङ्गाइ हात रखाएको सेवाद्वारा अरू मानिसहरूले पनि प्राप्त गर्न सकुन्। येशू ख्रिस्ट मुक्तिदाता हुनुहुन्छ भन्ने प्रमाण ख्रिस्टको पुनरुत्थान हो। मुक्ति पाउनुको निम्ति ख्रिस्टको पुनरुत्थानमाथि विश्वास गर्नुपर्छ। यसले विश्वासीको पुनरुत्थानलाई पनि सुनिश्चित गर्छ, किनकि पुनरुत्थान नभइकन अनन्त न्याय हुन सक्दैन। अनन्त न्याय भनेको अन्तिम न्याय हो, जसले नरक र स्वर्गको फैसला गर्नेछ। मुक्तिका यी 6वटा सिद्धान्तहरूमध्ये सुरुका 3वटा सिद्धान्तहरूमा मानिसको पूर्ण सहभागिता चाहिन्छ। पश्चाताप, विश्वास र बप्तिस्मा मानिसले गर्नुपर्ने काम हुन्। बाँकी 3वटा सिद्धान्तहरू परमेश्वरले पुरा गर्नुहुन्छ। मुक्ति दिने, पुनरुत्थान गर्ने र अनन्त न्याय परमेश्वरले नै सम्पन्न गर्नुपर्ने कामहरू हुन्। यसरी आधा मानिसको भूमिकामा र आधा परमेश्वरको भूमिकामा मानिसले मुक्ति प्राप्त गर्छ। यसको अर्थ मुक्ति मानिसको कामबाट पैदा हुन्छ भन्ने पटक्कै होइन। मुक्ति परमेश्वरको अनुग्रहबाट आउने कुरा हो। परमेश्वरले नै मानिसलाई मुक्तिको निम्ति प्रस्ताव गर्नुभएको हो। तर यदि मुक्तिको निम्ति मानिस सक्रिय भएन वा मानिसले सकारात्मक प्रतिक्रिया दिएन भने मुक्ति सम्पन्न हुन सक्दैन। यसर्थ मुक्तिको निम्ति मानिसको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। तर मुक्ति मानिसको धर्म कर्मले प्राप्त हुने कुरा होइन, केवल विश्वासद्वारा परमेश्वरको अनुग्रहबाट प्राप्त हुन्छ। मानिसको भूमिका यति हो कि उसले सकारात्मक प्रतिक्रिया दिनुपर्छ। यदि परमेश्वरले मानिसलाई रोबोट जस्तै बनाउनु भएको भए मुक्तिको निम्ति मानिसको कुनै पनि भूमिका रहने थिएन। तर परमेश्वरले मानिसलाई जीवन र मृत्युको चयन गर्न सक्ने स्वतन्त्र इच्छा शक्तिसहित सृष्टि गर्नुभएकोले मुक्तिको निम्ति मानिसको प्रतिक्रियाले महत्त्वपूर्ण भूमिका खेल्छ। पहिलो पत्रुस 2 अध्यायको 2 पदमा लेखिएको छ, नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ। मुक्ति आजको आजै सम्पन्न हुने कुरा होइन, यो जीवनभरि चलिरहने प्रक्रिया हो। यसको निम्ति परमेश्वरसँग मानिसको पनि सक्रिय सहभागिता चाहिन्छ। सक्रिय सहभागी हुनु भनेको आज्ञाकारितामा जिउनु हो। अन्तिमसम्म स्थिर रहनेले उद्धार पाउनेछ भनेको यही हो।